मैले आजको खानामा चाहिँ सन्मीलाई चिउराको खिर बनाएर दिएको थिएँ। यो चाहिँ सबै बच्चाहरूलाई मनपर्छ र सन्मीले पनि एकदमै मिठो मानेर खान्छन्। सुरुमा चाहिँ मैले चिउरा लिए 3 चम्ची अनि त्यसलाई चाहिँ 2-3 पानी धोएर अनि थोरै पानीमा भिजाएर राखिदिए। अनि भिजिसकेपछि यता एउटा भाँडामा चाहिँ थोरै घिउ हालेँ अनि त्यो भिजेको चिउरालाई एकछिन भुटेँ। यतिको भएर मजाले भुटिसकेपछि यसमा मैले दुध हालेँ। अनि यसमा गुलियोको लागि चाहिँ मैले सक्खर युज गरेको छु। तपाईहरुले चाहिँ यसमा डेट्स पनि हाल्न सक्नुहुन्छ। थोरै सक्खर हालेर यसलाई मजाले मिक्स गरिदिए अनि 1 चम्ची नट्स पाउडर पनि हालेर मजाले मिक्स गरिदिए अनि 2-3 मिनेट पाक्नको लागि छोडिदिए। यो चाहिँ मजाले पाकेर रेडी भइसकेको थियो। यो चाहिँ तपाईले आफ्नो बच्चाहरु 1 वर्ष भन्दा माथिकोलाई चाहिँ यसरी बनाएर दिन सक्नुहुन्छ। 1 वर्ष भन्दा मुनिको बेबीहरुलाई चाहिँ पानीमा पकाएर दिनु होला। 1 वर्ष भन्दा मुनिको बेबीहरुलाई चाहिँ गाई वा भैँसीको दुध चाहिँ दिन मिल्दैन। तपाईले त्यसको साटो चाहिँ पानीमा पकाएर दिन सक्नुहुन्छ। सन्मीलाई चाहिँ यो एकदमै मिठो लाग्छ। उले चाहिँ यो सबै नै खाइसकेको थियो, अलिकति पनि छोडेको थिएन। तपाईहरु पनि आफ्नो बेबीहरुलाई यसरी नै बनाएर दिन सक्नुहुन्छ। चिउराको खिर एकदमै मिठो हुन्छ, बेबीहरुले मजाले खानेछ। थ्यांक यू फर वाचिङ।